वेलकम टू माई न्यू ब्लग। सो गाइज आज म हजुरलाई केही चिज देखाउने छु। आउनु अब फेरि पनि रातो पनेर च्यानलमा म जोडिने छु युट्युब च्यानलमा। ल हेर्नुहोस्, यो बुट चाहिँ देख्नुभयो होला, पुरै राम्रोसँग हेर्नुहोस् र यसको तुलना पनि हजुरले गरिसक्नुभयो होला है। यसको तुलना सबै गरिसक्नुभयो होला। यो बुट चाहिँ हजुरले थाहा पाइसक्नुभयो, त्यो पनि म भन्ने छु है। यो चाहिँ पिपलको रुख हो, यो चाहिँ 100 वर्ष पुरानो हो है। यो 100 वर्ष पुरानो पिपलको रुख हो। यो चाहिँ अब म हजुरलाई देखाउने छु राम्रोसँग। ल आउनुहोस्, यो पिपलको रुख 100 वर्ष पुरानो हो मैले भन्छु क्या। यो यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ ठ्याक्क विष्णु भगवान् सुतेको जस्तो ठाउँ छ है। यहाँ ठ्याक्क म यही सोचिरहेको छु जहिले पनि राख्छु। अब म हेर्नु 100 वर्ष पुरानो हाम्रो पुर्खाहरूले है, हाम्रो पुर्खाहरू हामी बसेको ठाउँको पुर्खाहरूले है, यहाँ 100 वर्ष पहिला लगाउनु भएको बिरुवा हो। यो इनार भयो है। यो इनारमा त्यस्तो पानी छैन, अहिले सुकिसकेको छ, फोहोर भइसकेको छ। यो इनार भयो। मैले हजुरलाई छिटो देखाउने छु, नाच्नु। अब यसमा मैले अर्को चिज पनि देखाउने छु हजुरलाई हेरेरै राम्रो लाग्नेछ। अब यो चाहिँ पुल बनाउन, हाम्रो यो पुल बनाउन यता हाम्रो ठाउँतिर पुल बनाउन चाहिँ जम्मा 2 वर्ष लाग्यो है। 2 वर्ष लाग्यो। यसमा चाहिँ मैले हजुरलाई सबै अर्गनाइज गर्ने छु, यो के छ सबै भन्ने छु। अब यसमा अगाडि बढौँ है। ल अब आउनुहोस्, अब हामीहरू सुरु गरौँ। यसमा चाहिँ कति के भयो है। अब मैले भन्छ कि यसमा यो बनाउन 2 वर्ष लाग्यो है। अब यो कति के भयो होइन, निर्माण कसरी भयो, लम्बाइ कति, चौडाइ कति, म हजुरलाई सबै भन्ने छु है। पैसा कति लाग्यो, कति सालमा बन्न लागेको हो, सबै म हजुरलाई देखाउने छु। यहाँ हाम्रो बोर्ड छ है। हो, यो बोर्डबाट हजुरले हेर्न सक्नुहुन्छ। हाम्रो यो पुल चाहिँ यता पहिला चाहिँ यो खोला बाढी आउने है, खोला तरेर आउनुपर्ने थियो है। अहिले चाहिँ यो बनाएपछि यो यस्तरी खोलाबाट पुरै बाढी आउँछ, अहिले पानी छैन त्यस्तो। अनि यसमा चाहिँ अहिले यो बनाएपछि हामीलाई अहिले धेरै सजिलो भएको छ है। कोही पर्यटकहरू घुम्न आउनुहुन्छ। अनि यसमा चाहिँ यो भयो हाम्रो यो पुल चाहिँ धेरै राम्रो छ। यसमा धेरै मिहिनेत पनि लाग्यो है। अब यसमा त मिहिनेत नलाग्ने त कुरै भएन। अहिले सबै मान्छेहरू खुसी हुनुहुन्छ यो पुल बनाएपछि। म हजुरलाई सबै देखाउने छु। ल यहाँ चाहिँ त्यता घरहरू पनि छ, त्यहाँ मन्दिर पनि बन्न लागेको छ, सबै म हजुरलाई भ्यू देखाउने छु। त्यहाँ हाम्रो फ्याक्ट्रीहरू, सबै फ्याक्ट्रीहरू छन्, फ्याक्ट्रीहरू पनि चलेकै छन्, सबै राम्रो छ। अब हजुरलाई अलिअलि मन्दिरको भ्यू पनि देखिन लागिसकेको होला, म अझै राम्रोसँग देखाउने छु। हामीहरू चाहिँ हेर्नु मन्दिरको भ्यू पनि देखाउन आइसक्यौँ। यहाँ घरहरू पनि यता धेरै विकास भएको छ भन्ने हुन्छ होइन, पहिला त्यस्तो थिएन। ल हेर्नु, यो चाहिँ यस्तो मजाले तारले कसेर अड्डाएको छ। यसमा मन्दिर, अहिले मन्दिर पनि बन्न लागेको छ। अब सबै प्लास्टरहरू भइसक्यो, अब कलर लगाउन मात्र बाँकी छ। हाम्रो मन्दिर सबै यो पुलहरू उद्घाटन भइसकेको छ।
सबै तार बगेर यहाँ फुटबल सबै खेल्न गेमहरू चल्छ हाम्रो यता सबै यता खोलातिर सबै छ र हेर्नु यो हाम्रो भ्यू पनि दामी छ भ्यू सबै दामी छ यसको ल अब ढिलो नगरिकन अझै अगाडि पनि बढ्नेछौँ हामीहरू यसमा सबै फ्याक्ट्रीहरू सबै छ ल अब हामीहरू घर फर्किन लाग्यो गाइस हैन अब ढिलो नगरौ घर पनि टाढा छ यता हामीहरू धेरै टाढाबाट आएको यसरी हाम्रो यता स्वागत पनि गरिन्छ र यता उद्घाटन सबै भइसकेको छ त्यही भएर यसरी बाँधेको छ धागोहरू ल अब म हजुरलाई घर गएपछि अहिले घर बाटोमा म हजुरलाई भेट्ने छु ल गाइज म चाहिँ पुलबाट निस्किसकेँ अब म जाने छु है हेर्नु न यो भ्यू कस्तो दामी छ के रातितिर अझ उज्यालो हुन्छ ल अहिले म फेरि ल हेर्नु है यो भ्यू चाहिँ दामी छ अब म अरू एउटा चिज अझै देखाउनु छ के चिज हो भन्ने हजुरले थाहा पाउनुहुन्छ हैन हेर्नु न यो पिपल 100 वर्ष पुरानो पिपलको रुख आमा सबै छ बारी मकै बारीहरू पुलको भ्यू हेर्नु न कस्तो दामी छ अब म हजुरलाई ढिलो नगरिकन अझै एउटा चिज पनि देखाउने छु सो गाइस भइसकेको छ भ्यू है ल म हजुरलाई अझै देखाउने छु हल्का हल्का अग्लो देखियो होला त्यो चाहिँ मन्दिर हो है यहाँ पूजा गर्न आइन्छ यता मन्दिर पनि छ सबै चिज छ म देखाउने छु हजुरलाई ल ढिलो नगरिकन अब हामीहरू फर्किनेछौँ ल बाटो पनि एकछिन छोडिदिनु पर्यो ल गाइस यी हेर्नु मैले अर्को एउटा चिज देखाउने भनेको थिएँ यो चाहिँ मन्दिर हो अहिले कलर लगाएर दामी भएको छ यो शिव मन्दिर हो यो चाहिँ स्थापना भएको 2045 साल 10 महिना 15 गते हो 2045 साल 10 महिना 15 गते हो यो चाहिँ दामी छ यो मन्दिर पनि ल अब म हजुरलाई अगाडि देखाउने छु र अहिले फेरि भेटाउने कोसिस गर्छु म अहिले फेरि भेट्छु ल हेर्नु गाइस ल गाइस अब आजको लागि यति नै यो भिडियो हेरेर मलाई थाहा नै छ हजुरले राम्रो मान्नुहुन्छ भन्ने है गाह्रो नमान्नु यो भिडियो हेरेर मलाई साथ दिएर लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला है ल बाई सबै भइसक्यो